आजको राशिफल पञ्चाङ्ग बारबेला शुभ अङ्क शुभ कलर शुभ दिशादेखि लिएर आर्थिक सामाजिक राजनीतिक व्यापार व्यवसाय स्वदेश विदेश सम्पूर्ण कुराको जानकारी लिएर म सदाझै उपस्थित भएको छु। जीवन न्युपाने हामीलाई महेरी टेलिभिजन टिकटक फेसबुक युट्युब इन्स्टाग्राम आदिबाट एकसाथमा हेर्दै हुनुहुन्छ। आउनुहोस् ढिला नगरिकन चर्चा परिचर्चा गरौँ। आज मिति विक्रम सम्वत 2083 साल असार महिनाको 17 गते आज बुधबार रहेको छ। तपाईको राशिका लागि आजको दिन के कस्तो रहनेछ, भाग्य अङ्क शुभ कलर शुभ दिशादेखि लिएर सबै चर्चा परिचर्चा हामी गर्नेछौँ। तदनुसार 2026 जुलाईको 1 तारिक आज रहेको छ। बिहान सूर्य 5:13 उदाउनु भयो भने बेलुका 7:02 अस्ताउनु हुनेछ। दिनमान रहनेछ 13 घण्टा 49 को, रात्रिमान रहेको छ 10 घण्टा 11 को। आज विवाह अन्नप्राशन रुद्री सबै जुरेको दिन, अत्यन्त दिव्य दिन आज रहेको छ। रौद्र नाम गरेको संवत्सर उत्तरायण ग्रीष्म ऋतु असार महिना असार कृष्ण पक्षको आज प्रतिपदा तिथि रहेको छ। 3 घडी 30 पला प्रतिपदा रहनुहुनेछ। 12 अन्तर्गत आज बुधबार रहेको छ। पूर्वाषाढा नक्षत्र 3 घडी 42 पला योग अन्तर्गत ऐन्द्र योग रहेको छ भने कौलव नाम गरेको करण रहेको छ। सूर्य मिथुन राशिमा, देवगुरु कर्कट राशिमा, धनु राशिमा चन्द्रमा गोचर गरिरहनु भएको छ र दिउँसो 1:16 पश्चात धनुबाट मकर राशिमा चन्द्रमा गोचर गर्नुहुनेछ। तपाईको राशिका लागि आजको दिन के कस्तो रहनेछ हामी सबै राशिका लागि चर्चा परिचर्चा गर्नेछौँ। तत्पूर्व आजको बारबेला आज बिहान 5:13 बाट 6:56 लाभ समय रहनेछ भने 6:56 8:39 अमृत समय। त्यस्तै गरेर 8:39 बाट 10:22 काल समय, 10:22 बाट 12:05 शुभ समय, 12:05 बाट 1:48 रोग समय। त्यस्तै गरेर 1:48 बाट 3:31 उद्वेग समय, 3:31 बाट 5:14 चर समय, 5:14 बाट 8:18 लाभ समय आज रहनेछ। अब हामी कुरा गर्नेछौँ आजको राशिफल। आज तपाईको राशिका लागि के कस्तो रहनेछ, कुन क्षेत्र राम्रो कुन क्षेत्र नराम्रो, आउनुहोस् ढिला नगरिकन चर्चा परिचर्चा गरौँ। पहिलो मेष राशि। तपाईको मेष राशि हो भने आजको दिन तपाईका राशिका लागि सामान्यतया शिक्षा क्षेत्रमा केही अवसर प्राप्त हुने दिनका रूपमा रहेको छ। उच्च शिक्षामा रहनेहरूका लागि, अनुसन्धान खोजमूलक कार्यहरूमा सहभागी बन्नेहरूका लागि आजको दिन विशेष रहनेछ। मानसिक उत्साहमा पनि वृद्धि हुनेछ। मन अत्यन्तै प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा केही सुमधुरता आउन सक्नेछ। जीवनसाथीको सहयोग साथ तपाईले पाउनुहुनेछ। सन्तान पक्षबाट विशेष लाभ तपाईले प्राप्त गर्न सक्नुहुनेछ। नयाँ व्यापारको व्यवसायको थालनी या सुरुवात गर्दै हुनुहुन्छ भने तपाईको लागि आजको दिन सामान्य मात्रै रहनेछ। त्यस्तै गरेर वैवाहिक जीवनमा केही सुमधुरता आउनेछ। भ्रमणका योगहरू पनि आज बन्न सक्नेछन्। दीर्घकालीन कुनै पनि योजनाहरू तपाईले बनाउँदै हुनुहुन्छ भने आज तपाईले बनाउन सक्नुहुनेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। आजको लागि शुभ अङ्क रातो, शुभ रङ रहेको छ सेतो रङ, शुभ अङ्क रहेको छ 9, शुभ रङ रहेको छ रातो रङ, शुभ दिशा रहेको छ पूर्व दिशा। त्यसै गरेर आज तपाईले हनुमानजीलाई स्मरण गर्दै ओम हम हनुमते नमः यो मन्त्र जप्दै दिनको शुभारम्भ गर्नुभयो भने तपाईको दिन आज राम्रो हुनेछ। वृष राशि। तपाईको वृष राशि हो भने आज आर्थिक दृष्टिकोणले आजको दिन एकदमै सकारात्मक रहन सक्नेछ। हिजोसम्म नभएका केही अधुरा कार्यहरू तपाईको आज सम्पन्न हुन सक्ने सम्भावना रहनेछन्। कठिन परिस्थितिहरूसँग तपाईँ सहजै रूपमा जुझ्न सक्नुहुनेछ। आत्मसम्मान प्राप्त गर्नुहुनेछ। अध्ययनमा केही सुधार आउन सक्नेछन्। पुराना लगानीहरू तपाईले पुनः अगाडि बढाउन सक्नुहुनेछ। विदेशमा हुनुहुन्छ भने तपाईको कार्य केही ढिला सुस्ती भए पनि अनुकूल कार्यहरू आज सम्पन्न हुन सक्नेछन्। पारिवारिक भ्रमणका योगहरू आज राम्रो बन्न सक्छ। जग्गा खरिद बिक्री सम्बन्धी कार्यहरू गर्दै हुनुहुन्छ भने राम्रो रहन सक्छ। शेयर बजारको क्षेत्र सामान्य सकारात्मक नै रहनेछ। सामाजिक क्षेत्रमा रहनेहरूका लागि आजको दिन मेलमिलापको दिन हुन सक्छ। शुभ अङ्क आजको लागि 6, शुभ रङ रहेको छ पहेँलो, शुभ दिशा रहेको छ पूर्व दिशा। आज माता लक्ष्मीलाई स्मरण गर्दै दिनको शुभारम्भ गर्नुहोस्। आजको लागि मन्त्र रहेको छ ओम महालक्ष्मी नमः। मिथुन राशि। तपाईको भने आज मिथुन राशिका जातकहरूका लागि समूहगत अध्ययन गर्दै हुनुहुन्छ। समूहगत कुनै पनि कुराहरू गरिरहनु भएको छ। सामूहिक कार्य गर्नेहरूका लागि विशेष दिन रहन सक्छ। घाँटी सम्बन्धी समस्याहरू छ भने आज खानपिनमा विशेष होस पुर्याउनु पर्नेछ। सामाजिक जीवन तपाईको राम्रो रहन सक्छ। प्रतियोगिता आदिमा जाँदै हुनुहुन्छ भने आजको दिन तपाईहरूका लागि राम्रो रहन सक्छ। सरकारी क्षेत्रमा पनि विशेष रहन सक्ने सम्भावना रहनेछ। मित्रको साथ र सहयोग तपाईले आजको दिनमा पाउन सक्नुहुनेछ। कानुनी कागजादी कार्यहरूमा सहभागी बन्दै हुनुहुन्छ भने सावधानी अपनाउनु पर्नेछ। शेयर बजारको क्षेत्र सामान्य रहनेछ। सम्झौताहरू गर्दै हुनुहुन्छ भने सकारात्मक हुन सक्छ। शुभ अङ्क 4, शुभ रङ हरियो, शुभ दिशा उत्तर दिशा। आज भगवान गणेशजीलाई केही लड्डु या चाहिँ दुबो चढाउँदै ओम गम गणपतये नमः यो मन्त्र जप्दै दिनको शुभारम्भ गर्नुहोस्।
कुरा गरौँ कर्कट राशि। तपाईको कर्कट राशि हो भने आज अनुशासनको क्षेत्र राम्रो रहन सक्छ। शरीरमा एकदमै स्फूर्तिको भावहरू पैदा हुन सक्छ। वैवाहिक जीवन एक अर्कालाई बुझ्ने तपाईको आज समय हुन सक्छ। सन्तान पक्षबाट विशेष अनुशासनका क्षेत्रहरू राम्रो रहन सक्नेछन्। पेशागत रूपमा हेर्ने हो भने महत्त्वपूर्ण आज तपाईले कार्यहरू सम्पन्न गर्न सक्नुहुनेछ। भ्रमण आदिमा जाँदै हुनुहुन्छ भने पनि आजको दिन राम्रो रहन सक्छ। आर्थिक कारोबारहरू तपाईको नियमित रूपमा अगाडि बढ्न सक्नेछ। सामाजिक मान सम्मान प्रतिष्ठा तपाईले आज प्राप्त गर्न सक्नुहुनेछ। शुभ अङ्क आजको लागि 2, शुभ रङ रहेको छ सेतो रङ, शुभ दिशा रहेको छ उत्तर दिशा। आजको लागि मन्त्र रहेको छ ओम नमः शिवाय। भगवान शिवजीलाई बेलपत्र चढाउँदै या चाहिँ ओम नमः शिवाय मन्त्र जप्दै दिनको शुभारम्भ गर्नुहोस्। कुरा गरौँ सिंह राशि। तपाईको सिंह राशि हो। तपाईहरूले सिंह राशि हेर्ने गर्नुभएको छ भने आजको दिन के कस्तो छ त? सामान्य दृष्टिकोण ग्रह गोचरका आधारमा हेर्ने भने कला साहित्य सृजनात्मक क्षेत्रमा एकदमै राम्रो रहनेछ। त्यस्तै गरेर स्वास्थ्यमा केही सुमधुरता आउनेछ। प्रेम सम्बन्धमा सकारात्मक रहनेछ। जीवनको उत्तरार्धको समय तपाईको आजको दिनको उत्तरार्धको समय विशेष रहन सक्छ। सन्तान पक्षबाट सफलता प्राप्त हुनेछ। ऊर्जा उत्साह प्रसन्नतामा वृद्धि हुनेछ। त्यसै गरेर आज तपाईले प्रशंसा पनि प्राप्त गर्न सक्नुहुनेछ। सजावट र विशेष भौतिक क्षेत्रहरूमा गाडी वाहन भेकलसँग सम्बन्धित कार्यहरूमा तपाईँ सहभागी हुनुहुन्छ भने तपाईको दिन आज सकारात्मक रहन सक्छ। सोचेर मात्रै तपाईहरूले विशेष लगानीहरू शेयर बजारदेखि लिएर कुनै पनि व्यापारिक क्षेत्रमा लगानीहरू आज गर्नुहोस्। अतिरिक्त आम्दानीको सम्भावना आज रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ अङ्क 1, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व। आज भगवान सूर्यनारायणलाई स्मरण गर्दै दिनको शुभारम्भ गर्नुहोस्। तपाईको दिन आज राम्रो हुनेछ। कन्या राशि। तपाईको कन्या राशिको कुरा गर्ने हो भने आज तपाईको लागि घरमै बसेर राम्रा कुराहरू सिक्न पाउने अवसरहरू प्राप्त गर्ने सम्भावनाहरू आज रहेको छ। सन्तान पक्षबाट सुख साथ मिल्नेछ। पेशागत रूपमा घरलाई सजाउन सक्ने, घरमा पारिवारिक वातावरणमा तपाईको दिन आज व्यतीत हुने देखिन्छ। भ्रमण आदिमा निस्कँदै हुनुहुन्छ भने राम्रो भेटघाट हुन सक्छ। आज पारिवारिक वातावरणका साथमा यात्राहरू तपाईले गर्न सक्नुहुनेछ। शेयर बजारको क्षेत्रमा सावधानीपूर्वक आज लगानीहरू गर्नुहोस्। आज विशेष लगानीहरू नगर्नुहोला। घरेलु खर्चहरू बढ्न सक्ने सम्भावनाहरू रहे तापनि सामाजिक मान प्रतिष्ठा इज्जत तपाईले आज प्राप्त गर्नुहुनेछ। घरमै बसेर पनि केही प्रकारका विशेष प्रकारका कुराहरू सिक्न सक्ने, नयाँ प्रकारका ज्ञानहरू आर्जन गर्न पाउने, अनुभवहरू तपाईले समेट्न पाउने दिन आज रहेको छ। शुभ अङ्क आजको लागि 4, शुभ रङ हरियो, शुभ दिशा पश्चिम। आज भगवती माता दुर्गालाई स्मरण गर्नुहोला। आजको लागि मन्त्र रहेको छ ओम श्री दुर्गा देव्यै नमः। कुरा गरौँ तुला राशि। तपाईको तुला राशि हो भने आज सूचनाको क्षेत्रमा काम गर्नेहरूका लागि, लेखन पठनको क्षेत्रमा काम गर्नेहरूका लागि आजको दिन एकदमै राम्रो रहन सक्छ। मिठास बनाउनेछ। विशेष गरेर स्वादिष्ट भोजनहरू तपाईले प्राप्त गर्न सक्नुहुनेछ भने नयाँ सिपहरू सिक्ने, नयाँ कुराहरू अनुसन्धान गर्ने, नयाँ कुराहरू खोज्ने आज अवसर तपाईले प्राप्त गर्न सक्नुहुनेछ। कागजादी प्रक्रियामा केही झमेलाहरू थिए भने ती प्रक्रियाहरूको झमेलाहरू पनि आजको दिन केही हदसम्म सकारात्मकतातिर जान सक्छ। राम्रा समाचार तपाईले आज सुन्न पाउनुहुनेछ। आजको दिन गतिशील रहनेछ। दाजुभाइ दिदीबहिनीको साथ र सहयोग तपाईले पाउन सक्नुहुनेछ। शुभ अङ्क आजको लागि 8, शुभ रङ रहेको छ सेतो रङ, शुभ दिशा पश्चिम। आज श्री सूक्त पाठ गर्दै लक्ष्मी मातालाई स्मरण गर्दै दिनको शुभारम्भ गर्नुभयो भने तपाईको दिन आज विशेष राम्रो हुनेछ। वृश्चिक राशि। तपाईको वृश्चिक राशि हो भने आज तपाईको राशिका लागि अध्ययनमा एकदमै राम्रो हुनेछ। आँखा सम्बन्धी समस्याहरू छ भने तपाईका लागि आज पानी पर्याप्त मात्रामा खानुपर्नेछ। वैवाहिक सम्बन्धमा केही सुमधुरता आउनेछ। विश्वासहरू बढ्न सक्ने सम्भावनाहरू आज रहनेछन्। वैदेशिक क्षेत्रमा कार्य गर्नेहरूका लागि आजको दिन सकारात्मक रहेको छ। सन्तान पक्षमा केही सकारात्मकता आउन सक्नेछ। तर सरकारी क्षेत्रमा कार्य गर्नेहरूका लागि भने आजको दिन अलिकति नकारात्मक रहन सक्नेछ। बोल्दाखेरि विशेष विचार पुर्याउनु पर्नेछ। तपाईको बोलीको नकारात्मक अर्थहरू पनि लाग्न सक्नेछ। भ्रमण आदिमा निस्कँदै हुनुहुन्छ भने आज खर्चमा वृद्धि हुन सक्छ। घर जग्गा जमिनसँग सम्बन्धित कारोबार गर्नेहरूका लागि आजको दिन राम्रो रहनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सकारात्मक रहेको छ। सामाजिक मान प्रतिष्ठा तपाईको आज बढ्न सक्नेछ। शुभ अङ्क आजको लागि 9, शुभ रङ रहेको छ पहेँलो रङ, शुभ दिशा उत्तर दिशा। आज भगवान काल भैरवलाई स्मरण गर्नुहोला। ओम भैरवाय नमः यो मन्त्र जप्नुहोला। एकदमै दिव्य हुनेछ। धनुराशि। तपाईको धनुराशि हो भने आज आफ्नै घरमा यानी कि तपाईकै राशिमा गोचर गर्नुभएको चन्द्रमा, जसले गर्दा तपाईको लागि अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुने दिनका रूपमा आज विश्लेषण गर्न सकिन्छ। शरीरमा ऊर्जा उत्साहमा वृद्धि हुन सक्नेछ। तर नयाँ सम्बन्धहरू, नयाँ कार्यको थालनी, नयाँ कार्यको सुरुवात तपाईले गर्ने विचारमा हुनुहुन्छ, गर्न लाग्नु भएको छ भने आज सोच विचार पुर्याउनुपर्छ। साथ र सहयोग तपाईले राम्रो पाउनुहुनेछ। गौरवको अनुभूति तपाईले गर्न पाउनुहुनेछ। नयाँ योजनाहरू बनाउँदै हुनुहुन्छ भने कार्यान्वयनतर्फ जान सक्नेछन्। मान सम्मानमा वृद्धि हुनेछ।
आज तपाईले विशेष प्रकारका समाचारहरू सुन्न पाउने सम्भावनाहरू पनि रहेको छ। सुविधाका कार्यहरू तपाईले गर्न पाउनुहुनेछ। सकारात्मक सोच वृद्धि हुनेछ। मान सम्मानमा पनि वृद्धि हुनेछ। शुभ अङ्क 3, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व दिशा। आज भगवान नारायणलाई स्मरण गर्नुहोला। ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप्नुहोला। तपाईको दिन अझ राम्रो बन्नेछ। मकर राशि, तपाईको मकर राशि हो भने आजको दिन आत्मविश्लेषण गर्न पाउने सम्भावना रहेको दिनका रूपमा रहेको छ। एकान्तमा बस्न रुचाउनुहुन्छ भने आजको दिन यहाँहरूका लागि राम्रो रहन सक्छ। अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहनेछ। मनमा सकारात्मक सोचहरू वृद्धि हुनेछ। साझेदारी व्यापार व्यवसाय गर्नेहरूका लागि आजको दिन विशेष रहनेछ। मार्गदर्शन तपाईले राम्रो पाउन सक्नुहुनेछ। अधुरा कामहरू पूरा हुन सक्नेछन्। कुनै पनि परीक्षा प्रतियोगिता आदिको तयारी गर्दै हुनुहुन्छ भने आज राम्रो रहन सक्छ। घर जग्गा जमिनसँग सम्बन्धित कुनै पनि निर्णयहरू लिँदै हुनुहुन्छ किनबेच सम्बन्धी भनेदेखि आज तपाईले निर्णयहरू नलिनुहोला। आर्थिक कारोबारको कुरा गर्ने हो भने आज खर्चलाई नियन्त्रण गर्नुपर्नेछ। शुभ अङ्क 4, शुभ रङ रहेको छ नीलो, शुभ दिशा पूर्व। आज भगवान शनिदेवलाई स्मरण गर्नुहोला। ओम शम शनैश्चराय नमः यो मन्त्र जप्नुहोला। दिन राम्रो बन्नेछ। कुम्भ राशि, तपाईको कुम्भ राशि हो भने आजको दिन सामान्यतया कुम्भ राशिका जातकहरूका लागि प्रेम सम्बन्धमा सुमधुरता हुनेछ। सन्तान पक्षमा केही अवसरहरू प्राप्त हुनेछ। पेशागत व्यावसायिक कुरा गर्नुपर्दाखेरि आज पेशा व्यवसाय राम्रै रहनेछ। सरकारी जागिरका योगहरू आज बन्नेछन्। तपाईँ सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँको दिन आज सकारात्मक बित्न सक्नेछ। भ्रमणहरू तपाईँले गर्न पाउनुहुनेछ। सवारी साधन सम्बन्धी कार्यहरूमा सहभागी हुनुहुन्छ भनेदेखि आजको दिन तपाईँको लागि सकारात्मक रहनेछ। सामाजिक पारिवारिक वातावरण राम्रै रहनेछ। शुभ अङ्क आजको लागि 1, शुभ रङ रहेको छ नीलो, शुभ दिशा पश्चिम। आज तपाईँले भगवान श्री रामचन्द्रलाई स्मरण गर्नुहोस् र ओम श्री रामाय नमः यो मन्त्र जप्दै भगवान रामचन्द्रलाई स्मरण गर्दै दिनको शुभारम्भ गर्नुहोस्। तपाईँको दिन आज सकारात्मक बन्नेछ। अन्तिम राशि मीन, तपाईहरूको मीन राशि हो। तपाईहरूले मीन राशि हेर्ने गर्नुभएको छ भने तपाईँका लागि आज स्वास्थ्यमा केही अनुकूल वातावरण सृजना हुन सक्नेछ। प्रेम सम्बन्धमा तपाईँ हुनुहुन्छ भने सकारात्मकता हुन सक्नेछ। उपलब्धिले राम्रो उपलब्धिहरू तपाईँले हासिल गर्न आज पाउनुहुनेछ। महत्त्वपूर्ण योजनाहरू बनाउँदै हुनुहुन्छ भने तपाईँका लागि आज बनाउनुभएका योजनाहरू विशेष रहन सक्छन्। पद प्रतिष्ठामा वृद्धि हुन सक्छ। व्यावसायिक यात्रा तपाईँले राम्रो गर्न पाउनुहुनेछ। सकारात्मक सोचका साथमा अगाडि बढ्न सक्नुहुनेछ। सुविधाहरू पनि राम्रै पाउन सक्नुहुनेछ। योजना बनाएअनुसारका योजनाहरू कार्यान्वयनतर्फ जानेछन्। आर्थिक उन्नति तपाईँले गर्न सक्नुहुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ अङ्क 2, शुभ रङ हलियो, शुभ दिशा पूर्व दिशा। आज भगवान नारायणलाई स्मरण गर्नुहोला। ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप्नुहोला। तपाईँको दिन आज विशेष रहनेछ। विशेष सकारात्मक बन्नेछ। पक्कै पनि आजको राशिफलले यहाँहरूलाई जे जस्तो भने पनि यहाँहरू सबैको आजको दिन एकदमै ऊर्जावान बनोस्, एकदमै सकारात्मक बनोस्। यहाँहरू को हुनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, हामीलाई दैनिक रूपमा कसले श्रवण गर्ने गर्नुभएको छ। अरू नसके पनि बिहान उठ्ने बित्तिकै कमसेकम आजको पञ्चाङ्ग, राशिफल, बारबेला यी कुराहरू श्रवण गर्दै हामीले दिनको शुभारम्भ गर्ने गऱ्यौँ भने हाम्रो दिन एकदमै सकारात्मक र एकदमै ऊर्जावान हुने भएको हुनाले यहाँहरू जहाँ जहाँबाट हेर्नुहुन्छ, जहाँ जहाँबाट हामीलाई सुन्नुहुन्छ सबैजना जोडिनुहोला, सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। हामीले हजुरहरूलाई दैनिक रूपमा यो सबै कुराको जानकारी दिन्छौँ। आफ्नो बारेमा डिटेल्समा हेर्नको लागि चाहिँ हजुरहरूले हामीसँग कन्ट्याक्ट गरेर सम्पर्क गरेर अनलाइन मार्फतबाट प्रत्यक्ष भेटेरै कुराकानी गर्न सक्नुहुन्छ। जसका लागि हजुरहरू पशुपति काठमाडौँमा आउनुपर्नेछ। नभएदेखि हजुरहरू अनलाइनको मार्फतबाट देश विदेशबाट सबै ठाउँबाट हामीसँग कुराकानी गर्न पाउनुहुनेछ भन्दै यहाँहरूको 2083 सालको आज एकदमै दिव्य रहोस्। असारको आजको दिन एकदमै दिव्य रहोस्। यहाँहरूले सोच्नुभएको, यहाँहरूले आँट्नुभएको कार्यहरू परिपूर्ण हुन्, यही भगवानसँग प्रार्थना यही गर्दै भोलि यसै समयमा राशिफल पञ्चाङ्ग बारबेला सबै कुराको जानकारी लिएर भोलि उपस्थित हुने नै छु। तबसम्मका लागि यहाँहरूबीचबाट आजको दिनका लागि भने म बिदा माग्दछु। यो भिडियो सेयर पनि गर्नुहोला। हामीलाई फेसबुकबाट हेर्दै हुनुहुन्छ, टिकटकबाट हेर्दै हुनुहुन्छ, युट्युबबाट हेर्दै हुनुहुन्छ, मयूरी टेलिभिजन आदिबाट प्रत्यक्ष हेरिरहनु भएको छ। यो भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला भन्दै यहाँहरूबीचबाट म प्रस्तुता जीवन न्यौपाने यहाँहरूबीचबाट बिदा माग्दछु। यहाँहरू सबैको आजको दिन ऊर्जावान बनोस्, सकारात्मक बनोस्, एकदमै सोच्नुभएका कार्यहरू परिपूर्ण हुन्। जय होस्। ओम शान्ति।